हेलो। हेलो हेलो हसिली किन फोन काटिरहेको के मैले कतिचोटि गरिसकेँ कहिले फोन काट्छौ कहिले फोनै उठाउँदैनौ के भयो तिमीलाई आज सन्चो छैन हो त्यस्तो केही पनि होइन, कस्तो मन भारी भारी भइरह। मन भारी भयो रे हैन आखिर के चाहिँ भयो तिमीलाई म सबै कुरा तिमीलाई भेटेरै भन्छु प्रेम, मसँग भेट न। ए ल ल कहाँ भेट्न आऊ भन त त्यही माथि पहिला भेटेकै जङ्गलनेरि आऊ है। ल म आइहालेँ ल ल ल होइन संसारको सबैभन्दा मिठो र सरल शब्द माया किन भनेको होला भनेको त बल्ल आज बुझ्दैछु। मायाको मूल फुट्न र कुखुराको अन्डा फुट्न बेर लाग्दैन भने त हो रहेछ। आफ्नो उहाँ हँसिली निराश भएर हिँडिरहे जस्तो छ। यहाँ यिनीहरू मायाको रसमा डुबुल्की मारिरहेका छन्। लु बो म चाहिँ गएँ अहिले। ल आज चटपट नखाने चटपटी नखाऊ जस्तो छ। अब यति मिठो मायाको चटपटी बनिरहेको ठाउँमा म जिरे खोर्सानी जस्तो भएर मायाको चटपटेलाई पिरो बनाउन चाहिँ चाहिन। लु बस म चाहिँ गएँ अहिले है त। फेरि यो बाइक पनि स्टार्ट हुँदैन बो ल है। हसेली तिमी ठिक त छौ नि? अझै फोनमा किन निराश भएर कुरा गरेको? म निराश भए कि होइन प्रेम, मैले आफ्नो कर्तव्य आफ्नो दायित्व बुझ्न अलिकति ढिला गरेकी रहेछु भनेर धिक्कारेकी मात्रै हो। होइन तिमीले म प्रति र मैले तिमी प्रति गर्ने मायाको हरेक कर्तव्य दायित्व त पुरा गरेको छौ जस्तो लाग्छ मलाई त। कुरा त्यस्तो होइन प्रेम, न त हाम्रो माया प्रेमकै। कुरा त्यस्तो होइन रे। अनि हाम्रो माया र प्रेमको पनि कुरा होइन रे। आखिर कुरा चाहिँ के को हो त? प्रेम, हामीले आफै बनाइरहेको माया रूपी मूर्तिलाई पुज्दै गर्दा कतै हामीलाई बनाउने ती हाम्रा भगवान रूपी बुवा आमालाई पुज्न त बिर्सिरहेका छैनौ। त्यसैले प्रेम, तिम्रो त मलाई थाहा छैन, तर मैले तिमीलाई गर्ने मायामा छल कपट शङ्का धोका भन्ने कुरा हुँदैन। यति हुँदाहुँदै पनि हाम्रो मायालाई केही समय रोक्नु पर्नेछ। हाम्रो मायालाई केही समय रोक्नु पर्छ रे? आखिर किन? किनभने मेरो काँधमा मेरो बुवाको केही सपनाहरू पूरा गर्ने दायित्व थपिएको छ। अनि तिम्रो बाबाको सपना पूरा गर्नको लागि हाम्रो प्रेमको बलि चढाउन जरुरी छ त? प्रेम, मैले मेरो बुवाको सपना पूरा गर्नलाई हाम्रो प्रेमको बलि चढाउन लायकी होइन। मैले त त्यो सपना पूरा गर्दा हाम्रो प्रेम बीचमा नआओस् भनेर हाम्रो भेटघाट अलिकति पातलो बनाउन खोजेकी मात्रै हुँ। किन बुझ्दैनौ तिमी? माया गर्छु तिमीलाई, नाइ भन्न सक्दिन। झल्छ मुटु, फुल्छ छाती, देखाउन सक्दिन। हरपल तिमीलाई नै खोजिरहने यी नयनलाई कसरी सम्झाउँ? तिम्रै नाम लिएर धड्किने यो मुटुलाई कसरी बुझाउँ म? प्रेम, म घर जान्छु। उता बाआमाले कुरिरहेछन् होला। साह्रै पो गाह्रो हुने भयो त। यो मायाको बिछोडले भन्दा पनि बाइकमा पेट्रोल पो कसरी हाल्ने भन्ने पिरले गाह्रो पार्ने भयो।